कहाँ बस्ने होला, कहाँ जाने, म त हैरान भएँ। एक्सक्युज मी सर, हजुर भन न। म त एउटा पढ्न आएको थिएँ, एडमिसन त भइसक्यो यहाँ त एउटा स्कुल अफ म्यानेजमेन्टमा, तर अब बस्ने कहाँ होला भन्ने होस्टेलको खोजीमा डुल्दै थिएँ। के होस्टेल बस्ने? हजुर सर। म पनि चिन्ता नलिऊ, म पनि त्यही हेटौडा स्कुल अफ म्यानेजमेन्टमा पढाउने टिचर हुँ। हजुर सर। न्यू होराइजन बोइज होस्टेल मेरो आफ्नै होस्टेल छ। के एकचोटि भिजिट गर्न जाने हो त? एकचोटि भिजिट गरौँ। कहाँ छ त सर अनि? धेरै टाढा छैन नि, हेटौडा 4 चिसा पानीमा छ। हेर्ने हो त हेर त, त्यही न्यू होराइजन बोइज होस्टेल त्यही हो। ल बस न त, अब बस न त ल। होस्टेल भिजिट गर्यो? होस्टेल त निकै राम्रो छ सर, अब आफ्नो सिट सुरक्षित गर्न के गर्नु पर्यो र? त्यस्तो कुरा खासै केही छैन, तिमीले थोरै पैसा चाहिँ एडभान्सको रूपमा छोडिदिनु पर्छ। अब स्कुल खुलेपछि म आएर आफ्नो। हस् धन्यवाद, ढुक्क हो। आएपछि फोन गर्नु, म तिमीलाई लिन म आफै आउनेछु है त। हस् धन्यवाद। मैले त आफ्नो सिट सुरक्षित गरेँ, अब तपाईँ पनि ढुक्क भएर शान्तिपूर्ण वातावरणमा पढ्न चाहनुहुन्छ भने माथि दिएको नम्बरमा सम्पर्क गर्नुहोला। धन्यवाद।